हाई गाइज, वेलकम टु माई ब्लग। आज यसो रुमबाट बाहिर निक्लेको साँझमा छुट्टीको दिन रहेछ। यसो अलिकति घुम्नलाई अब तपाईँहरूलाई यसो वरिपरि रुमको वरिपरिको सिनहरू देखाउँछ आज। अनि यसो रमाइलो गर्नुपर्छ अलिकति। हेरौँ के कस्तो छ आजको सिनहरू। हाम्रो दाइ पनि आइसक्नुभयो, सँगै हामी हिँड्न थालेको। अब यसो वरिपरि घुमेर अनि तपाईँहरूलाई देखाउँछु हाम्रो यता पछाडि कति मजाको हरियाली छ। ल हेर्नुहोस् है, अब हामी यहाँ रुमको छेउतिर आइसकेको छ। यता जता हेरे पनि कम्पनी नै कम्पनी, सबै कम्पनी नै छ। हेर्नु त क्या दामी भ्यू छ है रोडमा। यहाँ हाम्रो साइडतिरको पुरै पार्क छ यस्तो क्या। अनि उता पछाडि हाइवे छ, गाडी चलिरहेको छ। अनि यसो यता हेर्नुहोस्, यहाँ हाम्रो रुमको वरिपरिको सिन हो। यहाँ अर्को दाइ बनाउँदैछ, मोबाइल चलाउँदै बसिरहेको छ। हामीहरू यस्तै साँझतिर घुम्न निक्लिन पाइन्छ कहिलेकाहीँ, नत्र ड्युटीदेखि फुर्सद नै हुँदैन हामीलाई। ड्युटी गऱ्यो, रुममा खाना बनायो, खायो, सुत्यो, त्यति त हो। अनि बल्ल बल्ल टाइम पाएको बेलामा तपाईँहरूलाई यसो वरिपरि घुमाइदिने हो। अब अगाडि जाँदै गरौँ, हेर्दै अगाडि के आउँछ। यसरी हामी त्यो अगाडिको छेउछाउलाई देखाउने हो तपाईँहरूलाई। अनि त्यसपछि फेरि फर्किने हो रुममा आज। हाई गाइज, यहाँ हेर्नुहोस् है। अब यहाँ यिनीहरू यहाँको चाइनिजहरूले यहाँ पुरै त्यो गरेछ क्या, पूजाहरू गर्छ केही कुरा सुरु गर्दाखेरि। यसरी हेर्न सक्नुहुन्छ, त्यहाँ पुरै झन्डाहरू लगाएर सानो। अनि यसरी हेर्नुहोस् है, त्यो नयाँ कम्पनी खोलेर त्यसलाई पूजा गरेछ। यहाँ अगाडि हेर्दै जानु बिस्तारै, उता चाइनिजहरूको पूजा भइरहेको छ। यिनीहरूको सानो सानो मन्दिरमा पूजा गर्छ, जहिले आगो बाली बस्छ के लागि। त्यस्तै यिनीहरू। यहाँ हेर्नु है साथीहरू, अघि भने थियो नि चाइनिजहरूको प्रोग्राम छ, त्यहाँ हेर्नुहोस्, त्यहाँ थुप्रै थुपार्दैछ है। अनि त्यहीमा अहिले आगो लगाउँछ, अनि तिनीहरू त्यहीँ बस्छ, घुम्छ, अनि पुरै पार्टी गर्छ तिनीहरू। ल हामी अब हिँडेको पछाडितिर तपाईँहरूलाई पुरै इन्ग्रिडियन्ट देखाउँछ है। छोडिदिनु, यहाँ यसरी नै पूजा गरेछ। यहाँ हाम्रो दाइ पनि मोबाइलमा मस्त व्यस्त भएर चल्दै हिँडेछ। यस्तै हो हाम्रो त, पुरै साँझमा यहाँ मान्छेहरू यसरी बिन्दास हुन्छ क्या। तर जे भने नि एरिया चाहिँ पुरै शान्त छ हाम्रो, त्यति डिस्टर्ब हुँदैन यता मान्छेहरूले पनि। हेर्नुहोस्, जति बिल्डिङहरू छ सब अर्को कम्पनी छ, नयाँ नयाँ कम्पनीहरू। हामी पनि उतै जान लाग्यो, तपाईँहरूलाई उता गएर देखाउँछ है। है गाइज, ल हेर्नु है, त्यहाँ दाइ पनि उता भिडियो बनाउँदैछ। ओ अहिले एकछिनसम्म वहीँको भिडियो बनाउनु मेरो टाइम व्यस्त भएको थियो। अब तपाईँहरू यहाँ हेर्नुहोस्, यहाँ वरिपरि पुरै बिल्डिङ जति पनि बिल्डिङहरू छ नि सबै एउटा कम्पनी नै छ। यो भित्रै छ पुरै मान्छे बस्ने सिस्टम सबै। अनि वरिपरि यता यो ठुलो कम्पनी छ पछाडि, यसको एरिया छ, पछिमा कन्स्ट्रक्सन भइहाल्छ। मलेसियामा अलिकति पनि ठाउँ छोड्नु हुँदैन, जता पनि कन्स्ट्रक्सन। अहिले तपाईँहरूलाई उता पर पनि लान्छु, उता नयाँ पुरै कन्स्ट्रक्सन बनिरहेको छ। उता भित्र जाँदिँदैन, तर बाहिरबाट तपाईँहरूलाई म देखाउँछु। म पहिला पनि त्यहाँ गएको छु। अब त युट्युबमा सबै साथी भइसक्यो हामी, अनि हामीलाई सबै कुरा सेयर गर्छु एकअर्कासँग। तपाईँहरूलाई हेर्दै जानु बिस्तारै। उता परको भिडियो पनि देखाउँछु। उता पुरै रुखहरू पनि छ। यता तेल सस्तो हुने कारण छ क्या, त्यो खाने तेल, त्यसको पुरै बोटै बोट हुन्छ, अनि त्यसकै तेल बनाउँछ होइन। त्यसै लागि तपाईँहरूलाई अहिले त्यहाँ लग्यो भने त्यो बोट पनि देखाइदिन्छु। त्यसलाई के भन्छ मलाई नाम थाहा छैन, अहिले म सोध्छु अनि भन्छु तपाईँहरूलाई। अनि हेर्नु है, पुरै हेर्नु त क्या दामी शान्त देखिरहेको छ पुरै क्या। यो एरिया एकदम शान्त छ। कम्पनीहरू छ तर पनि भित्र काम भएको। यो सबै एसेम्ब्लीवाला कम्पनी हो क्या। जस्तै कि तपाईँलाई त्यहाँ पार्टहरू अरू ठाउँबाट आउँछ, प्रोडक्सन हुँदैन, अनि त्यहाँ खालि एसेम्बल हुन्छ, त्यसले यहाँ साउन्ड त्यति आउँदैन। हामीहरूको कम्पनी छ, त्यहाँ प्रोडक्सन हुन्छ, मेसिनहरू चल्छ, अनि सामान त्यहीँ बन्छ क्या। त्यसको लागि त्यहाँ बढी नोइज हुन्छ क्या। अनि अगाडि बिस्तारै तपाईँहरूलाई चाहिँ अब यो हप्ता सायद हामी अरू ठाउँमा जाने प्लान बनाउँदैछु। प्लान बनेपछि तपाईँलाई इन्फर्म गर्छु। अनि त्यसपछि त्यो अनुसारले तपाईँहरू हामीसँगै त्यहाँ नयाँ ठाउँको पनि भ्यू तपाईँहरू दिन्छु। यहाँ पेनाङमा धेरै राम्रो ठाउँ छ घुम्नेलाई, र तपाईँहरूलाई हामी सबै A to Z ठाउँ एक्सप्लोर गरेर तपाईँहरूलाई देखाउँछ है। हामीहरू आइपुगे पछाडितिर तपाईँ हेर्नुहोस्, यहाँ म र दाइ घुम्दैछु। यहाँ यस्तो पुरै हाम्रोतिर क्या फुटेको रोड, अनि यसरी क्या
यो पछाडि बाटो हेर्नुहुन्छ नि, यो एउटा नेपाली होटलतिर जान्छ यहाँ त्यो बाटो। अनि त्यता भित्र छ क्या त्यो। अब कुनै दिन टाइम पायो भने उता लान्छु तपाईँलाई। अहिले अब फेरि रिटर्न जानु सोरुममा। फिलहाल हामीहरू तपाईँलाई उताको कम्पनी देखाउन लान्छु। उता नयाँ कम्पनीहरू बन्दैछ, पुरै ठुलो एरियामा छ क्या हेर्नु त। हाम्रोतिर जस्तो छ नि पुरै जङ्गल झार सबै, मजाको भ्यू छ क्या। हेर्नुहोस् है साथी हो, हेर्नुहोस् हामी आइपुग्यो। मैले भनेको थिएँ नि तपाईँहरूलाई कि तेलको रुखहरू छ यहाँ टन्नै। यहाँ हेर्नुहोस्, यो लगभग नभए पनि 2-3 बिघामा होला। पुरै ठुलो बिल ब्लक छ पुरै। त्यो पछाडि अघि हामी भएको त्यहाँ पछाडि कम्पनीहरू, अनि यता पुरै नयाँ कन्स्ट्रक्सन चल्दैछ। हामी जहाँ जाँदैछु मैले त्यहाँभित्र छिर्नु दिँदैन, तर अगाडिसम्म गएर हामी त देखाउँछु। अनि यहाँ हेर्नुहोस् हाम्रो दाइ, यता हेर्नुहोस् यो तल जुन छ यो अनि नयाँ बन्ने कम्पनीको लागि वेट गर्ने ठाउँ छ। अहिले त्यस्तै छ, अहिले बन्दैछ। अनि बनेपछिको कुरा हो। अनि यहाँ पुरै यता पुरै त्यही तेलको रुखै रुख छ है। यहाँ गाडी हेर्नु, तपाईँहरूलाई त देखाउँछ हामी। यो सबै यो टिनले घेरा देख्नुहुन्छ, त्यो सबै चाहिँ यहाँ वर्करहरू छ। अरू अरू देशको मान्छेहरू आएर यहाँ काम गर्नुलाई बसिरहेको छ। अनि तपाईँ ऊ पछाडि अब यहाँबाट म फोटो हालिदिन्छु पछाडिको बिल्डिङको, त्यहाँ हेर्नु होला। त्यो सबै नयाँ कन्स्ट्रक्सन बन्दैछ। यहाँभन्दा अगाडि जानु दिँदैन हामीलाई, लास्ट हो यहीँदेखिसम्म। अरू दिन फेरि अरू ठाउँमा तपाईँहरूलाई एक्सप्लोर गर्छु होला है। ल गाइज, हामी रिटर्न हुँदैछौँ आफ्नो रुमतिर। अब आजको लागि यति नै हो। अब हाम्रो च्यानल सब्सक्राइब गर्नुहोस्, सेयर गर्नु, लाइक गर्नु, कमेन्ट गर्नुहोस्। अनि अघि हेर्दै जानु, पछि हामी धेरै भिडियो राख्छौँ। तपाईँहरू अगाडि हेर्दै जानु हाम्रो भिडियो, हामी पछाडि धेरै भिडियो राख्दै जान्छौँ है। कन्टिन्यू गर्छौँ है।